नमस्ते साथीहरू। जस्तो आज मैले के कुराकानी गर्दैछु भने दार्चुलाको दोमलिङमा पुल बन्यो। हर्क साम्पाङले चाहिँ उद्घाटन गरे। डाक्टर सुरेन्द्र केसी पनि थिए, उनी प्राध्यापक हुन्। त्यसो उनीहरूले राम्रो काम गरे। पैसा उठाएर पनि श्रम दिएर त्यति राम्रो काम गर्दो रहेछन्, हुँदो रहेछ भन्ने कुराहरू उनी कम्युनिस्ट भन्दा नि महाकम्युनिस्ट रहेछन् भन्ने कुरो खास जनताले बुझेका छन् है। यो कुरालाई मैले त्यहाँनिर जोड्न चाहेँ। अनि फेरि यता कम्युनिस्ट पार्टीको एकता अनि क्रमभङ्गताको कुरा आएको छ कि क्रमभङ्गता त हो, एकताको नि कुरा हो। तर यो एकता चुनाव अगाडि भइदिएको भए अलिकति सिट माथि आउने र अलिकति शक्ति पार्टीमा हुने भन्ने कुरा थियो। तर तपाईँहरू त्यो कुराहरू नबुझिसकेपछि यो चाहिँ खासमा औचित्यहीन र आफ्नो मुद्दा मामिला र अथवा समस्यालाई कसरी निराकरण गर्ने भन्ने हिसाब तपाईँहरू लाग्नुभयो कि भन्ने कुरो कार्यकर्ताले शङ्का गरे छन्। फेरि तपाईँहरूको यो एकतामा एमालेका शङ्कर पोखरेल, महेश बस्नेत र अन्य थुप्रै मान्छे छन्, उनीहरूले सधैँ विरोध गरेका छन्। यो एकता अगाडि जाला जस्तो देखिँदैन। किन भन्दा यो रूपमा भएको कुराले व्यवहारमा लागू गर्दैन। रूपमा त हरेक कुराहरू कम्युनिस्ट छन्, हरेक कुराहरू क्रान्तिकारी छन्, हरेक कुराहरू छन्। यसले सारमा चाहिँ यसले केही गर्दैन। प्रचण्डले क्रमभङ्गता सँगै फेरि कि उनीहरूको पार्टीमा नि पनि यो झलनाथले विरोध जनाए। फेरि झलनाथले विरोध जनाउने कुरो पनि यो ठिक छ। उनले किन भन्दाखेरि उनले भोग्दै आए, देख्दै आए, हरेक कुराले गर्दा नेपालको क्रान्ति अगाडि बढ्न सकेन। विद्या भण्डारीलाई अगाडि ल्याए पनि उनले राष्ट्रपतिको शपथहरू उनले छोडेर आइन्। तर उनले केही गर्न खोजेको त अहिले त देखिन्छ पछिल्लो चरणमा। तर समग्रतामा उनी पनि कता हो गोलचक्रमा परेको जस्तो देखिन्छ कि यस्तो स्थितिमा कसरी नेपालको सुधार गर्न सकिन्छ भन्दा तपाईँहरू कस्तो भइदियो भन्नुहुन्छ भन्दाखेरि जस्तो विप्लव माओवादी पार्टी उनीहरू कस्तो भइदियो भन्दा मसाल जस्तो के पार्टीको सिद्धान्त घोक्ने अनि खोक्ने। बुझ्नुभयो? विप्लव पार्टी त त्यस्तो मसाल जस्तो भयो, खोक्ने र बोक्ने अनि बोल्ने मात्रै भयो। अब यो पार्टी पनि के भइदियो भन्नुहुन्छ भने यो पार्टी पनि अलि सुधार ल्याउँछु, अब म गर्छु त भन्यो। तर यिनीहरूलाई साथ दिने मान्छे, साथ दिने संस्थाहरूले साथ दिएर अहिले यहाँ अर्कै ठाउँमा साथ दिएका छन्। यो अर्कै ठाउँलाई स्वीकार्दै अगाडि बढ्दै आफ्नो शक्ति सञ्चय गर्ने, चुप लाएर बस्ने बेला हो। अब यहाँ हल्ला गरेर लड्छु भनेर लड्न नसक्ने स्थिति देखा परेको छ। यो कुरालाई तपाईँले मनन गर्नुहोस्। रक्षात्मक स्थिति हो।